ल दर्शकबिनहरू आज तपाईँलाई वेलकम छ है नेपाली क्वेसनमा। नेपालको राष्ट्रिय गान कहिले लागू भयो? यसको उत्तर हो 2064। संसारको सबैभन्दा सानो देश कुन हो? मालदिप्स, मोनाको, भ्याटिकन सिटी, सिङ्गापुर। यसको सही उत्तर हो भ्याटिकन सिटी। तेस्रो क्वेसन छ पानीको रासायनिक सूत्र के हो? यसको उत्तर छ CO2, H2O, O2, NaCl। यसको सही उत्तर हो H2O। हामीसँग क्वेसन नम्बर 4 मा रहेको छ नेपालको सबैभन्दा ठुलो ताल कुन ताल हो? फेवा ताल, बेगनास ताल, रारा ताल र तिलिचो ताल। यसको सही उत्तर रहेको छ रारा ताल। नेपालको सबैभन्दा ठुलो ताल नै रारा ताल हो। मानव शरीरमा कतिवटा दाँत हुन्छन्? यहाँ अप्सन ए मा रहेको छ 28 वटा, बी मा रहेको छ 30 वटा र सी मा रहेको छ 32 वटा र डी मा रहेको छ 34 वटा। यसको सही उत्तर अप्सन सी 32 वटा हो। मानव शरीरमा 32 वटा दाँत हुन्छन्। अब हामीसँग रहेको छ क्वेसन नम्बर 6। क्वेसन नम्बर 6 मा सोधिएको छ संयुक्त राज्य युएनएको मुख्यालय कहाँ छ? यसको क्वेसन नम्बर ए मा रहेको छ लन्डन, बी मा रहेको छ पेरिस, सी मा रहेको छ जेनिभा र न्युयोर्क रहेको छ डी मा। यसको सही उत्तर छ न्युयोर्क। क्वेसन नम्बर 7 मा रहेको छ नेपालको समयको क्षेत्र के हो? नेपालको समयको क्षेत्र के हो भनेको छ दर्शकबिन। यसको अप्सन नम्बर ए मा रहेको छ GMT 5.30 र GMT 5.45 हैन। यसको सही उत्तर रहेको छ 5.45। नेपालको प्रामाणिक समय 5.45 रहेको छ। संसारको सबैभन्दा छिटो जनावर कुन हो? संसारको सबैभन्दा छिटो दौडिने जनावर कुन हो? यसको सही उत्तर रहेको छ सिंह, घोडा, चिता र कुकुर। यसको सबभन्दा सही उत्तर रहेको छ चिता। अब हामीसँग रहेको छ कम्प्युटरमा प्रयोग हुने इनपुट डिभाइस कुन कुन हुन् भनेर क्वेसन आएको छ। क्वेसन नम्बर ए मा छ मोनिटर, बी मा छ प्रिन्टर, सी मा छ किबोर्ड र डी मा छ स्पिकर। यसको सही उत्तर हो किबोर्ड। इन्द्रजीमा कति रङ हुन्छ? इन्द्रजीमा 7 वटा रङ हुन्छ। अब यस्तै जीके क्वेसनहरू चाहियो भने तपाईँले यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र कमेन्टमा जीके क्वेसन लेख्नुहोला। धन्यवाद।